गुड मर्निङ सबैलाई। आज चाहिँ म चाहिँ सिमराई खोज्नु जाँदैछु। सिमराई र सिस्नो, अन्त उपर सिस्नोहरू छ अरे नि त। अन्त मलाई सिस्नो चाहिँ पुरा मनपर्छ, अनि त्यही भएर म चाहिँ जाँदैछु हो। यहाँ हो अर्को चाहिँ हामी चाहिँ दाउरा पनि खोज्ने भनेर चाहिँ जाँदैछ। यहाँ चाहिँ हामीले अस्ति मकैहरू रोपेको थियो हो, अन्त उम्रिँदैछ सानो सानो। अन्त सिस्नुको झोला हो जाँदैछ हामी चाहिँ पर खेतमा। अनि त्यहाँ रुखहरू पुरा झरेको छ अरे भन्दै थियो बाबाले। अन्त यहाँ वेस्टतिर चाहिँ नि सिस्नो यहाँनिर रहेछ हो। वेस्टतिर चाहिँ घरहरू दामी दामी हुन्छ है, फुलहरू। हामी चाहिँ खेतहरू आइपुग्न आँट्यो हो। अन्त यस्तो पानीहरू जस्तो उम्रिन्छ हो। यहाँ चाहिँ हाम्रो आमा हेर्नुहोस् हो, आमाले चाहिँ हामीलाई हेल्प गरिदिनुहुन्छ अरे हो। अन्त हेर्नुहोस् पानीहरू जस्तो दामी उम्रिन्छ यो ठाउँमा चाहिँ। हाम्रो चाहिँ पर खेत छ हो। यहाँ सासू बुहारीहरू चाहिँ जाँदैछ हामी। यो चाहिँ हाम्रो खेत हो, माथिसम्म छ। यो दाउराको पुल अरे यो चाहिँ। बाटो हो, कुलो आमाले के भन्नुहुँदैछ हो। सिस्नो चाहिँ त्यस्तो बेसी चाहिँ छैन रहेछ हो, अलिअलि रहेछ। सो अनि त्यो पनि टिप्दै हामी चाहिँ माथि आएको छ सिमरायो उतातिर। म चाहिँ जुत्ता नि हिलोमा डुबिहाल्यो, डुबे। हेर्नुहोस् है, यसरी टिप्नुपर्छ सिमराई चाहिँ। अलिक सुक्खा सुक्खा रहेछ सिमराई चाहिँ। चिसो पानीमा खुट्टा डुबाएर टिप्न चाहिँ साह्रै मजा आउँदो रहेछ। हेर्नुहोस् मेरो हालत। यो चाहिँ अर्ग्यानिक भन्छ नि। म पनि सिमराई टिप्छु। आमाले टिपेर नि ल्याइदिनु सक्नुभयो हो। सो हामीले चाहिँ फाइनली सिमराई पनि टिपिसक्यो है। एक झोला बनाइसक्यो। अझै हामी जाँदैछ तलनिर। अन्त दाउराहरू खोजेको थियो अलिअलि होइन। अन्त त्यो टिपेर घर जान्छ। हामी चाहिँ 3 जना आएको थियो हामी हो। अन्त छिटो काम पनि भइसक्यो। अब यो भरेको सब्जी, बेलुकाको सब्जी हो। टिपेको छुइनँ। सो म चाहिँ सिस्नो टिप्दैछु हो। अन्त यो सिस्नो चाहिँ मिठो हुन्छ नि त, पातले सिस्नो। अन्त त्यही भएर चाहिँ टिपेको छुइनँ आमा, भर्खर टिपेको। कम्ती त रहेछ। अन्त सिस्नो चाहिँ भरे मजाले बनाएर खानुपर्छ नि त। अन्त त्यही भएर ल हौ आमा, कम्ती थोडा साही। सो हेर्नुहोस् होला, यति चाहिँ टिपे सिस्नो भरे यति चाहिँ इनफ हुन्छ नि त हामीलाई। अन्त त्यही भएर सो फाइनली म चाहिँ घर आइपुगेँ। यसरी खोल्नुपर्छ नि त दैलो, साह्रो पर्छ। यो पुरानो दैलो हो कि। अन्त लाइट बाल्छु, यताको नि खोलिदिन्छु दैलो, उज्यालो भइहाल्छ। अब चाहिँ सिस्नो चाहिँ ल्याएर चाहिँ नाङ्लोमा हाल्नुपर्छ होइन। अन्त यसरी नाङ्लोमा हालेर चाहिँ हेर्नुहोस् हो, यसरी नाङ्लोमा हाल्नुपर्छ।
हेर्नुहोस् त्यहाँदेखि चाहिँ यसरी आटा छरिदिनुपर्छ नि त किनभने आटा छर्यो भने चाहिँ किराहरू मर्छ अरे सिस्नोको यसरी आटा यसरी अलिकति हल्लाइदिनुहोस् हैन त्यहाँदेखि चाहिँ भरे यसको पकाउनुपर्छ सिस्नो आजको भिडियो चाहिँ मेरो यति नै हो लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला बाई बाई गाइस